हेलो गाइज वेलकम टु माई भ्लग मिनी भ्लग अब जे भने नि यही हो होइन आज चाहिँ 3 चोटि मात्र भयो एउटा भ्लग बनाउन लाग्यो 3 चोटि मात्र भयो कि हामी चाहिँ एयरपोर्टको लागि चाहिँ पदम पोखरी स्कुल जाँदैछौँ। अब कुन स्कुलको नाम चाहिँ थाहा छैन, सरले फिक्स गर्नुभयो हो। म चाहिँ अब सन्चो थिएन 2 दिनदेखि, त्यही भएर सुतिरहेको थिएँ। भाइहरूले आएर चाहिँ ल जमजम म्याम भन्नुभयो अनि त्यही भएर निस्किनु। गाइज हेलो हेलो गाइज हेलो ल हामी चाहिँ करा फ्लाइट पुगिसकेका छौँ, जाँदैछौँ गाइज। बनाउँदै जान्छु जहाँसम्म सकिन्छ त्यहाँसम्म हिँड्दै जानु होला। भाइलाई गीत गाइदिनु, निशान भाइ गीत गाइदिनु। हेलो एकदम हामी आज पदम पोखरी स्कुलमा जाँदैछौँ, तर स्कुलको नाम चाहिँ प्रायः हामीलाई पनि थाहा भएको छैन। सरले एक्सेप्ट गर्नु भएको हो। सर पढ्नु भएको स्कुल र तर सर कुन स्कुल पढ्नु भयो मलाई पनि थाहा छैन। यो चाहिँ हाम्रो पदम पोखरीको एकदम भाइरल रोड है। यो गाइस यो पदम पोखरीको एकदम भाइरल रोड हो है, थाहा छैन। यो एकदम धेरै भाइरल रोड हो। यहाँ चाहिँ यति धेरै फोटो खिच्दै भिडियोमा मान्छेहरू खिच्छ कि केही नगरौ। अहिले छैन त म्याम, अहिले छैन। हेलो वाह हुनुहुन्छ हाम्रो सर नै कन्फ्युज हुनुहुन्छ कि बाटो छ कि छैन भनेर। उहाँ बहिनीहरू अगाडि गइसकेका छन्। ल गाइज हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइसक्यौँ कि तपाईँ हेर्दै जाऊँ। ए स्कुल होइन तपाईँले खाना खाइरहनु भएको छ अनि ल गाइज यसरी जाँदै गाइज यिनीहरू चाहिँ उस रातो रातो टिका लगाएर आएको छ कि आज इङ्गेजमेन्ट भन्दै थियो, नभन्दै आज चाहिँ इङ्गेजमेन्ट गराएर जस्तो फिल भइरहेछ मलाई। के हो ए रिङ छैन त्यही पनि इङ्गेजमेन्ट रे। कहिले आउँछ? ए इङ्गेजमेन्टमा रिङ आउँछ अरे बहिनीको। ल है गाइज अब हाम्रो चाहिँ यहीँ हो। ल गाइज यिनीहरूको चाहिँ यता अलिकति डिस्कस परिरहेको छ कि कुराको। डिजाइन यही हो स्कुल हाम्रो चाहिँ। ल कम बक्सामा हेर्नु। कसो गाइस एकदम ठिक छ नि, चलिरहेछ नि। हेलो गाइजहरू सबै यसरी काटिरहनु भइदिन्छ त्यो चाहिँ गाइड भइरहेको छ नि। सकिरहेको छ होइन, हाम्रो बजारले काटिरहनु भएको छ।
भाइ कस्तो फिल भइरहेछ कपाल काट्दा जिब्रो निकालेर होइन ठिक छ यता जान्छु है एकचोटि म सलक्क सोध्नको लागि के रहेछ यस्तो कस्तो भइरहेछ कस्तो भइरहेछ याकुब भाइ हेलो गाइज कस्तो भइरहेछ भाइ कस्तो भइरहेछ कटिङ वाउ हेलो 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 कस्तो भइरहेछ कटिङ रमाइलो भइरहेछ नि विनोद भाइ कस्तो भइरहेछ कटिङ रमाइलो लागिरहेछ ल ठिक छ तिमीलाई कस्तो लागिरहेछ म केही बोल्न सक्ने कन्डिसनमा छैन हो हेलो हेलो कस्तो भइरहेछ ठिक ठिक मात्र सर म पानी खाँदैछु कस्तो भइरहेछ तपाईँलाई यसो यसरी आउँदाखेरि गर्मी भइरहेछ रमाइलो भएको छैन तपाईँहरूलाई कस्तो लागिरहेछ अल्छी लाग्यो सबलाई जाँगर चाहिँ अलिक कटिङ गर्नेलाई मात्र लागेको रहेछ तपाईँलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ ल ठिक छ राम्रोसँग गर्नुपर्छ ल अब म त उता खाजा खान जान्छु गाई हो उता हो लाइनै लाएर उता खाजा खान जान्ला जस्तो छ म नि खाजा खान जान्छु ल यो हाम्रो कतिजना पछिको कटिङ हो भाइ हो यो हामी 5 जनाको पछाडिको 6 जना भयो ल भनेपछि ठिक छ यता पनि कटिङ हुँदैछ सबैतिर टिकट कपाल काट्ने रे यो बहिनीले चाहिँ हेरौँ कस्तो हुन्छ गाई तपाईँहरू सबजना कपाल काट्ने हो तपाईँहरू पनि कपाल काट्न आउनु भयो हो कपाल काट्ने हो काट्ने भने हो कपाल एप्रोन नभएर हाम्रो यस्तो लगाइ हाम्रो चाहिँ भाइ सक्यो हो निशान भाइ आज त म रिसाइरह होला मैले केही गरेको छैन आज हो ल गाइज फाइनल्ली हाम्रो चाहिँ कटिङ सक्यो होइन अब घरतिर जाने म चाहिँ बसे जस्तो भयो मैले केही गरिनँ मलाई अल्छी लाएर आज त्यति धेरै 6 जनासम्मको चाहिँ मलाई याद छ होइन त्यसपछि चाहिँ मलाई केही याद छैन सबै अनि म लेडिजको कपाल काट्न थालेको भएर मलाई चाहिँ धेरै केही याद भएन ल ठिक छ त्यो भाइहरू राम्रै गरिदिएर नि सबैजनाले कतिजना काटेँ अरे हामीले लगभग 12 जनाको चाहिँ काट्यो मेरो पार्टनर हो भाइ चाहिँ 2 जना मिलेर काट्ने गरेको थियौँ हामीले कतिजना काटे याद छ त्यस्तै 6-7 जनाको चाहिँ काट्यो कतिजना काटे याद छ अर्पण भाइ 15 जना काट्यो मैले आम्मामा विपिन भाइ लास्टै बिरामी जस्तो देखा भाइले कतिजना जति काट्यो होला 12-15 जना हो भनेपछि कतिजना 12-13 जना चाहिँ फिक्स हो 15 जना याकुब भाइ उहाँ भाइ चाहिँ एकदम सोझो होइन कतिजना जति काट्नुभयो भन्नु त 8-9 जना भाइ तपाईँले कतिजना जति काट्नुभयो तपाईँलाई याद छ 5 जना जति काट्यो होला 5 जना सर कतिजना काट्नुभयो विनोद भाइ कतिजना जति कपाल काट्यो तपाईँलाई याद छ कतिजना काट्नुभयो 5 जना पुरै यो 5 जना ल ठिक छ सबजनाले म्याम कस्तो लाग्यो हजुरलाई ठिक छ सबै राम्रो काम छ है तारिफ गर्न योग्य छ ओ माई गड थ्याङ्क यू ल सबैको राम्रो भयो रे अब आई गेस मेरो पनि राम्रो भयो म झन् बिरामी भएर यस्तो आँखा नि राम्रोसँग हेर्न सकिरहेको छैन गाह्रो भएर ठिक छ जस्तो पनि भयो राम्रो भयो होइन अब यहाँबाट जाँदैछौँ खाजा खाएर जाने हामी
जहाँ जाने काम पुरा हुँदैछ खाजा खाएर चाहिँ अब हामी चट्टैछ यहाँबाट अब रुमतिर लाग्दैछौँ गाइस होइन रुमतिरै खाजा खान जानला हामी खाजा खान जान लाग्यो अब खाजा खाइसकेपछि हामी रुमतिर जाने अनि हामी खाजा खाइसकेपछि रुमतिर जाने गाइस अब हामी भाइ चाहिँ पुरै गाउँघरतिर त्यो गर्छ नि जाडो भएपछि हाम्रो आमाहरूले हजुरआमाहरूले गर्नुहुन्थ्यो कि पहिला पहिला यस्तो यस्तो गर्नुहुन्थ्यो अनि त्यस्तो गरिरहेको छ भाइले अहिले चाहिँ होइन जाडो भइरहेको छ अरे सरलाई चाहिँ यति छिटो मलाई भन्दा धेरै भोक लाग्यो सरलाई सरको पाइला हाँस्न मन नलाग्दैन हाँस्नु परेको छ के गर्नु गाह्रो छ ल है खाजा खान आएको कि हामी हाई भन न खै खोइ अमृता उनीहरू सुटुक सुटुक गफ गरिरहेछन् कि के गफ गरिरहेको थाहा छैन ल गाइस हामी खाजा खाएर निस्किसक्यौँ अब घर जाने तर्खरमा छ मैले चाहिँ होइन अब हामी घर जाने हो बाटोमा जाँदै अब ल ल ल ल ठिक छ जाम ल ल है ल सक्यो हाम्रो चाहिँ अब लगभग होइन हाम्रो सक्यो होइन मिस उता आउँदै हुनुहुन्छ होइन अब हामी जाँदैछौँ हामी चाहिँ अब ल भन्नु के भन्ने फाइनली के उहाँहरूको चाहिँ 12-15 वर्षपछि भेट हुनुभएको सर रे त्यही भएर दुईजनाको चाहिँ हेलो गाइस बाइ गर गाइस सबजनाले ल है ल अब हामी चाहिँ यहाँबाट अघिल्लो फोन चलाउनलाई यहाँबाट लाग्यौँ गाइस घर जान लाग्यो ल अब झर्ने ठाउँ चाहिँ आइसक्यो है यतैतिर रोकिदिनु ल गाइस म यहीँ झर्छु है ल के छ आऊ तिमी नि यहीँ झन् भने न ल बाई बाई भोलि भेट्ने नि त ल बाई दाई बाई बाई नानी ल ल ल आऊ यहाँबाट जाऊँ अब यहाँबाट चाहिँ यति भन्दै आजको दिनलाई चाहिँ म खतम गरिदिन्छु गाइस भन्ने आयो